हरेक किसिमका सवालहरूलाई चाहिँ बुझ्न जरुरी छ। त्यसकारण आज हामी देखिरहेका छौँ, आज बालबालिकाहरू, आजका बालबालिका भोलि यो देशका चाहिँ कर्णधार हुन्। त्यसकारण भोलि यो यहाँ चाहिँ हरेक ठाउँमा, चाहे त्यो सरकार सञ्चालनको कुराहरू होस्, चाहे त्यो व्यावसायिक तरिकाले अथवा चाहिँ विभिन्न तौर तरिकाले चाहिँ नेतृत्व गरेर यो समाजमा नेतृत्व गर्न सक्ने जुन आजका बालबालिकाहरू छन्, भोलि त्यो ठाउँमा पुग्न सक्छन्। त्यसकारण म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, अब हामी अध्ययन सँगसँगै, अध्ययन त हामी निरन्तर रूपमा छँदैछ, अध्ययन गर्नु छँदैछ, अध्ययन सँगसँगै अन्य एक्स्ट्रा जुन चाहिँ अतिरिक्त क्रियाकलापहरू के छन् त्योतर्फ पनि हामीले विशेष ध्यान दिनु आवश्यक छ। यदि हामीले त्यो गर्न सक्यौँ भने अनि हाम्रो स्थानीय सरकारको जुन हामी शुक्रबार, फ्राइडे चाहिँ शुक्रबारको दिन चाहिँ बुक फ्री डे भनेर चाहिँ हामीले शुक्रबारलाई चाहिँ भीमदत्त नगरपालिकाले यो प्रावधान चाहिँ अगाडि बढाएको छ। त्यसकारण अतिरिक्त क्रियाकलापलाई पनि आज जोड दिनु आवश्यक छ। अतिरिक्त क्रियाकलापलाई चाहिँ हामीले निरन्तरता दिनु आवश्यक छ। यदि त्यो नै हामी जस्तो अब कुरा यहाँहरूलाई गराउन सक्छौँ, जस्तो हाम्रो जुन बालबालिकाहरू छन्, ती बालबालिकाहरू आजका जति पनि विद्यार्थीहरू छन्, अलिकति प्रविधि मैत्री अथवा चाहिँ हामी सैद्धान्तिक भन्दा पनि व्यवहारिक शिक्षा आजको खाँचो पनि हो। त्यसकारण हामीले पढाइको सन्दर्भमा पढाइ त गरौँला, पढाइ मास्टर डिग्री गरौँला, ब्याचलर पास गरौँला, त्यसै गरी आज पिएचडी गरौँला, डिग्री होल्डर भएर बसौँला। अघि पनि हाम्रो छलफलको क्रममा उठेको थियो विषय र यसरी यी छलफलका विषयमा उठ्दै गर्दा जति पनि डिग्री भए पनि त्यो डिग्रीलाई चाहिँ आफूले आफ्नो क्षमतालाई प्रदर्शन गर्ने वातावरण चाहिँ बना, आफूलाई चाहिँ कसरी चाहिँ अलिकति मसँग भएको क्षमतालाई मैले कसरी चाहिँ बजारमा ल्याउन सक्छु, कसरी म बजारमा चाहिँ अलिकति प्रतिष्ठित हुन सक्छु भन्ने कुराको बालबालिकाले त्यो कुरा पनि आजका विद्यार्थीहरूले सोच्न आवश्यक छ। यसका लागि स्थानीय सरकारले वातावरण बनाइदिने कुरा छ, त्यसका लागि हामी लागि परेका छौँ, हामी लाग्छौँ। त्यसकारण आजका बालबालिकाहरूलाई भोलि एउटा सक्षम एउटा चाहिँ नेतृत्व बनाउनका लागि हामी तत्पर रहनेछौँ। म यहाँहरू सम्पूर्ण भाइ बहिनीहरूलाई अब यस्ता किसिमका अन्य क्रियाकलापहरू, अन्य तालिमहरू र अन्य चाहिँ यहाँको क्षमता अभिवृद्धि गर्ने कुराहरू आज 21 जनालाई मात्र छ। हामी भीमदत्त नगरपालिकाको 18 नम्बर वडा भएका सम्पूर्ण बालबालिकाहरूलाई चाहिँ यस्तो नेतृत्व विकास सम्बन्धी तालिमको कुराहरू, अनि क्षमता अभिवृद्धि गर्ने तालिमका कुराहरू, त्यसै गरी व्यावहारिक शिक्षा के गर्न सकिन्छ, जुन हामीले सिकेको सिपले भविष्यमा चाहिँ हामीले केही काम गर्न सकौँ र हामी आत्मनिर्भर बन्न सकौँ भन्ने कुराहरू हामी त्यो परिकल्पना गरिरहेका छौँ। त्यसकारण म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, हामी अबको शिक्षा स्थानीय सरकारले पनि अब हामीले नै बनाउने, स्थानीय सरकारको स्थानीय पाठ योजना अन्तर्गत जति पनि हाम्रा चाहिँ विद्यार्थीहरू छन्, ती विद्यार्थीहरूलाई व्यावहारिक शिक्षा जबसम्म हामीले बनाउन सक्दैनौँ तबसम्म यो पढेको पनि कुनै अर्थ रहँदैन। त्यसकारण आज बढ्दो मात्रामा जुन हाम्रो दुर्व्यसनीमा फँसेका छन् सानसाना बालबालिकाहरू, त्यो आज एउटा ठुलो भयानक अवस्था चाहिँ हो। यदि यो तरिकाले हामीले अहिले चाहिँ यो कुरालाई नियन्त्रण गर्न सकेनौँ भने आजका 20 वर्ष पछाडि प्रत्येक घरमा एकजना लागु औषध सेवनकर्ता चाहिँ हामी प्रत्येक घरमा चाहिँ जन्मन सक्छ। यो एउटा चाहिँ भयानक कुरा हो, भयानक एउटा चाहिँ ठुलो परिस्थिति छ। यो परिस्थितिलाई स्थानीय सरकार र सरोकारवाला निकाय, अभिभावक सम्पूर्ण सबैले चाहिँ बुझ्नु जरुरी छ। यसलाई चाहिँ हामीले बुझ्न सकेनौँ भने, आज यो विषयमा गम्भीर हुन सकेनौँ भने ठुलो एउटा चाहिँ क्षति बेहोर्नुपर्ने अथवा चाहिँ हाम्रो समाजले, हाम्रो देशले, हाम्रो राष्ट्रले नै एउटा ठुलो क्षति बेहोर्नुपर्ने हुनसक्छ। त्यसकारण यो तर्फ जानु आवश्यक छ। सम्पूर्ण उपस्थित रहनुभएका सम्पूर्ण महानुभावहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु। विद्यालय परिवारहरूलाई, विभिन्न विद्यालय परिवारहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। यहाँहरूले जुन बालबालिकाहरूलाई यहाँ चाहिँ पठाउनु भएको छ, यहाँलाई पनि धन्यवाद दिन चाहन्छु। यहाँका अभिभावकहरूलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। र त्यसै गरी आएर यो कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सपोर्ट र साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण सबै मिडियादेखि लिएर सम्पूर्ण जुन चाहिँ व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरू सम्पूर्णलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। र आगामी दिनमा बालबालिका सम्बन्धी अथवा शिक्षा सम्बन्धी, शिक्षा नै यो देशलाई उज्यालो दिने र त्यस्तो एउटा चाहिँ अस्त्र हो। त्यस कारणले हामी त्यतातर्फ जानु आवश्यक छ। म सम्पूर्ण सरकारवाला निकायहरूलाई चाहिँ विशेष धन्यवाद दिँदै आजको यो कार्यक्रम यहाँ चाहिँ भाइ बहिनीहरू हुनुहुन्छ, यो कार्यक्रमलाई चाहिँ यहाँहरूले विशेष रूपमा लिनुभयो जस्तो मैले पनि महसुस गरेको छु। यहाँबाट सकारात्मक सन्देश चाहिँ जान आवश्यक छ। आज हामीले 18 नम्बर वडामा चाहिँ यो बाल क्लब चाहिँ गठन गरेका छौँ। भीमदत्त नगरपालिकाका 19 वटा वडामा चाहिँ अब यो सिको गर्न आवश्यक छ। भीमदत्त नगरपालिकाका 19 वटा वडामा बाल क्लबहरू गठन गरेर नगर स्तरीय बाल क्लब पनि गठन गर्न आजको आवश्यकता हो।
र यहाँ नगर स्तरीय बाल क्लब गठन गरेर प्रत्येक वडामा बाल क्लब गठन हुनेछ र त्यहाँ चाहिँ विभिन्न यस्ता रचनात्मक गतिविधिहरू चाहिँ हुनेछन् भन्ने कुरा यो आजको यो कार्यक्रमले त्यो म्यासेज भीमदत्त नगरपालिकाभरि जानेछ, 1900 वटा वडामा जानेछ भन्ने कुराहरू म अनुरोध गर्न चाहन्छु। यसका लागि मिडियाकर्मी सम्पूर्ण साथीहरूलाई यसलाई चाहिँ अलिकति हाइलाइट गराएर प्रत्येक वडामा चाहिँ गठन गर्ने वातावरणका लागि यहाँको महत्त्वपूर्ण भूमिका रहनेछ भन्ने कुराहरू राख्दै आजको यो कार्यक्रम, आजको यो चाहिँ तालिम यही समापन भएको जानकारी गराउँछु। धन्यवाद।